A very good morning to one and all. मेरो नाम चाहिँ लोप्साङ र आज म यहाँ नाथाङमा आएको छु र नाथाङमा चाहिँ हिजो मात्र यो नाथाङको स्कुल ग्राउन्डमा नाथाङ एमपीसीएस मल्टी कोअपरेटिभ सोसाइटीले इको टुरिज्म पार्क यसरी उद्घाटन भएको छ र यसमा चाहिँ यो नाथाङको एकदमै एउटा ठुलो टुरिस्ट हब हुन गइरहेको छ। धेरैवटा होमस्टेहरू छ र यसरी नै अब यहाँ अहिले नयाँ मल्टी कोअपरेटिभ सोसाइटीले चाहिँ एउटा थुप्रो चिज नयाँहरू यसरी इन्ट्रोड्युस गरेको छ। जस्तै यसमा यहाँ पहिला हाम्रो ट्रेडिसनल गोठहरू कसरी हुन्थ्यो, आजकल यो बुनेको गोठहरू पाइँदैन, यो गोठहरू कसरी हुन्छ र त्यस्तै पाराले यहाँ ट्रेडिसनल यो लगाएको छ, तम्बुहरू लगाएर र यसरी नै हाम्रो यहाँ म्युजियम खोलेको छ, यो साइडमा म्युजियम खोलेको छ, क्याफेटेरिया यहाँ पछाडि छ, त्यस्तै पाराले यहाँ गिफ्ट सप पनि छ र त्यस्तै पाराले यहाँ भित्र एटिएम पनि सिस्को ब्याङ्कको एटिएम पनि यसरी जनताको सुविधाको लागि खोलिएको छ र त्यसमाथि यहाँ अब बादमा भविष्यमा माउन्टेन बाइकिङ पनि आउनेवाला छ, साइक्लिङ पनि हुनेवाला छ र यहाँ पछाडितिर हबहरू धेरै रक क्लाइम्बिङहरू छ र पोताला प्यालेसहरू बनाएको छ र यसरी नै यहाँ टुरिज्मको ठुलो एउटा हब भएको छ र तपाईँहरू सबैजनालाई नाथाङमा म स्वागत गर्न चाहन्छु मल्टिपर्पज कोअपरेटिभ सोसाइटीको तर्फबाट र यसरी नै तपाईँहरू सबैजना आएर यहाँ सर्ट टाइम गान्तोकदेखि 2.5 आवर मात्रै हो, तपाईँहरू रङ्गलीबाट आउनुभयो भने 2 घन्टा मात्रै लाग्छ, 1.5 घन्टाहरू मात्रै लाग्छ र यहाँबाट तपाईँहरू डोकलाम जानुभयो भने तपाईँहरूलाई धेरै नै नजिक पर्ने होला छ। डोकलाम पनि अब यसरी यही 1 तारिकदेखि ओपनिङ भइरहेको छ, तपाईँहरू सबैजना आउनुहोस् र यसरी यो जग्गाको ब्युटीलाई तपाईँहरूले इन्जोय गर्नुहोस्, नेचर ब्युटीलाई। तपाईँहरूले मिनिस्टर अरुण कुमार उप्रेती सरको बाहुलीबाट यस इको पार्कको उद्घाटन भएको छ। उहाँ सँगसँगै हाम्रो एरिया एमएलए अमिन लेप्चाज्यू पनि हुनुहुन्थ्यो र यसरी नै कोअपरेटिभका सेक्रेटरी म्याडमहरू र यसरी नै डिपार्टमेन्टका धेरै अफिसर्सहरू आउनुभएको थियो र यसरी नै यो उद्घाटन चाहिँ हिजो भव्य रूपमा भएको थियो।
construction गरेको 1880 मा and 1886 मा चाहिँ यो कम्प्लिट भएको तपाईको यो गुम्बा चाहिँ कम्प्लिट अन्त उहाँ चाहिँ पर मेडिटेसन गरेर चाहिँ छामा बस्नु पर जङ्गलमा अन्त उहाँले चाहिँ यतिले के त त्यो वन मान्छेले सपना हुन्छ त्यो वन मान्छेले दौडाएर पुऱ्याइदिएको चाहिँ यहाँ हुन्छ अब उहाँको चाहिँ यो अहिले Chambarnale lun chabara bachis. Rega chambarnale lugdo. Chambarla luet. Ale las. Adi pilu che wa. Oh, pilu. Tang yi ta di churale naga damina mangbuji aja di chisina. Di bet kora mama don gjorna. Ale las. Aja chik. Las. Oh, desa. Pura magitma. Chigda la mama rang che. Ta di ya shinda di raja di che. Ale las yandi. Ta di ta ma tengyo che ta la cream yor la di. Laun. Ta na ta la MBCS ki di che wa. Laun. Ta di ta ko bia ura gre to ti chi ta ngzel ko. Laun yin de yin laun la ta duk se. Di chen ta ngaso di te na da. Laun so. Laun tok sa ge wa cha la. Ani ko na ba di ko to di. Ya ko ki di che. So na ki sti de ta ya. Las.
हो त यसको अहिले सिजन रहेछ है
President of the Nathang NPCS, Honorable Minister, Cooperation Department, and member of Nathang NPCS, would like to take this opportunity to host today's historic event on behalf of the Nathang NPCS. I would also like to request Mr. Lobsang Chube Bhutia, President of Nathang NPCS, to come forward and deliver his welcome speech. President, sir. Very good afternoon to all present, honorable men, dignitaries present on the stage, and all our representatives from Parking District, advisor, former advisor, sir, and all the members of the Nathang GPO, Honorable Panchayat Zilla, Panchayat President, and everyone, a warm welcome to all of you. So, I take this immense privilege to extend the welcome address in this very historic moment, that is the inauguration of this ecotourism silk route at Nathang, which is such a very important moment for all of us, and it is indeed a great blessing for all of us to have Honorable Minister Sir and Honorable Ma'am and all esteemed guests coming here to be a part of this such a special moment. We thank you, Honorable Sir, for accepting our invitation, and Honorable Ma'am and all our special invitees.
So on behalf of the Nathang Multipurpose Cooperative Society, I would like to take this immense privilege of extending a very warm welcome to our chief guest of this historic day at Nathang, Sri Arun Marupriti Sir, Honorable Minister for Cooperation and Rural Development Department, Government of Sikkim. A very warm and hearty welcome to you, dear sir. I would also like to take this special privilege to extend a very warm welcome to our guest of honor, Madam Pamin Lecha, our Honorable MLA 21 Nathang Marchand constituency, and also the Honorable Advisor for Women, Child, Senior Citizen, and Divyang Jan Welfare Department, Government of Sikkim. A very warm welcome to you. Special welcome to our special guest of the day, our respected Secretary, Operation Department, Madam Gloria Namchu. A very warm welcome to you. A happy welcome to our respected OSD, to our Honorable MLA Nathang Marchand. A very warm welcome to you just as well. I'll also take this moment to extend a warm welcome to our respected Principal Registrar, Madam Jory Papa as well. A very warm welcome to you, Madam, on behalf of the entire organizing members. Hearty welcome to our Honorable Zilla Panchayat, our Honorable President and Panchayats of Nathang GPU, all the representatives of the Nathang Marchand, SKM party members, all the advisors who have come here to be a part of this historic moment. Thank you so much, and a warm welcome to you, dear sir, as well. We also like to extend a warm welcome to the representatives from the Planning Department and the members from the Forest Department as well, and a warm welcome to the members and the representatives from the Cisco Bank as well. I would also like to extend a warm welcome to our respected Registrar Sir of Cooperation Department, our Principal Registrar Sir as well, and all the special invitees present here, also the members from Jane Road Drivers Association who have come here, and the members and the public of the entire Nathang GPU as well. A very warm and hearty welcome to all of you once again on behalf of the organizers, that is the Nathang Multipurpose Cooperative Society. Thank you so much. Thank you so much, President Sir. Now I would like to request Sri BPS Tupa, Additional RCS Cooperation Department, to share a few words on this historical project. मंचमा आसीन मुख्य अतिथि महोदय, विशिष्ट अतिथि महोदय, विभिन्न पंचायतगण, विभागीय अधिकारीगण र समितिका प्रेसिडेन्ट, कमिटी तथा शेयर होल्डर्स, गाउँलेहरू, आजको यो ऐतिहासिक दिनमा तपाईँलाई यो इको टुरिज्म सेक्टर इको टुरिज्म एन्ड एडभेन्चर पार्कको बारेमा अलिकति जानकारी दिन भन्ने मलाई उपस्थित हुनुभयो भनेको छ र म अलिकति जानकारी दिन चाहन्छु। यो प्रोजेक्ट 2019मा स्याङ्सन भएर सुरु भएको हो, तर 2019मा तपाईँलाई याद छ महामारीले गर्दाखेरि धेरै कामहरू विलम्ब भयो र त्यसले विलम्ब हुँदै आज बल्ल आज चाहिँ हामीले यो सकेर हामी काम गरिरहेका छौँ, सकेर आज उद्घाटन गरेको छौँ र यसमा अहिले जुन चाहिँ सिल्क रुट अघि हामीले गएर यो हाइक गऱ्यौँ, सानो हाइक गऱ्यौँ, त्यो सिल्क रुट छ अहिले त्यहाँदेखि यहाँ हाम्रो सँग जोडिएको हाम्रो मिनी पुतला छ अनि यसमा हामीले अरू साइक्लिङ र विन्टर स्नोफल स्किङ स्नो बोर्डिङ गर्नेवाला छौँ। अनि अहिले भने चाहिँ हाम्रो यो एमपिसिएसले क्यास केन्द्र चलाउँदैछ र गभर्मेन्ट सर्भिस सेन्टर पनि अब चलाउन आएको छ, उनीहरूको त्यो सिरियल नम्बरमा आएर चाहिँ हामीले अहिले पाउन सक्दैछौँ र अरू टुरिज्म बेस्ड यो कार्यक्रमहरू गर्दैछौँ र सायद हाम्रो एमपिसिएस नाथाङ एमपिसिएस नै यस्तो खाले एमपिसिएस होला हाम्रो स्टेटमा, जसले चाहिँ अपार्ट फ्रम कन्ज्युमर बिजनेस
विशेष गरेर काम गरिरहेको छ र भविष्यमा चाहिँ हामीले यो नाथाङको जुन चाहिँ हाम्रो टुरिज्मको यो एक्टिभिटिजहरू गर्दैछौँ यसमा हामी अझै जिप लाइन लगाउने Now I would like to request our esteemed guest, respected Gloria Namchon, Secretary Cooperation Department, to please address us. Honorable area in Manila, coming lecture. Senior officers of the department, including RCS, PRCS, additional RCS from the office, district head and PGS, and I think SDM is also present today. Area SDM is present today, and the also president. लगायत पञ्चायत मेम्बर्स पनि हुनुहुन्छ र एउटा ठुलो अचिभमेन्ट भएको जस्तो लाग्यो मलाई यो जग्गामा चाहिँ अब एउटा राम्रो प्रकारले टुरिज्म आउने रहेछ है अनि अर्को अलिकति त्यसमा चाहिँ अलिक हामीले अर्को चाहिँ के उयो लागेको छ भने चाहिँ टुरिज्म त आउँदैछ तर इट इज कमिङ थ्रु द कोअपरेटिभ सोसाइटी अन्त सोसाइटीले आएको कोअप सोसाइटीबाट आएको मतलब यो यहाँकै पब्लिकहरू मेम्बर हुनुहुन्छ सोसाइटीको त्यसले गर्दाखेरि फाइदा चाहिँ अब तपाईँहरूलाई हुन्छ है गाउँको फाइदा हुन्छ तपाईँहरूले मेम्बरसिपहरू तपाईँहरू लिनुभएको छ होला कतिजना लिनुभएको छैन होला है तपाईँहरूले कोअपरेटिभ सोसाइटीमा मेम्बरसिप गाउँको कोअपरेटिभ सोसाइटीमा मेम्बरसिप लियो भने चाहिँ तपाईँहरूलाई पनि राम्रो हुन्छ अनि यहाँ आई एम प्लेस अन रेकर्ड एकदमै भेरी इम्पोर्टेन्टली द्याट आइ एम एक्सट्रिमली ग्रेटफुल टु आवर अनरेबल मिनिस्टर सर फर काइन्डली उहाँले यो प्रोग्रामलाई आज चिफ गेस्टको रूपमा स्वीकार गरेर आइदिनु भयो इन्भिटेसन त्यसको लागि आई वुड लाइक टु इफ यु क्यान गिभ अ बिग राउन्ड अफ अप्लज लाइकवाइज फर एरिया एमएलए म्याडम तपाईँहरूको प्रेजेन्सले गर्दाखेरि चाहिँ अब यो एकदमै यो जुन चाहिँ यो नभए सानो फङ्सनै हुन्थ्यो होला है र यो तपाईँहरूको यो प्रेजेन्स हेज मेड दिस अ भेरी सिग्निफिकेन्ट एन्ड हिस्टोरिक नै भयो है अब अहिले त सायद त्यति फिल हुँदैन होला तर पछि चाहिँ हामी याद गर्छ यो दिनमा चाहिँ यो इनोभेसन प्रोग्राम र अब हामीलाई चाहिँ लाग्दैछ कि अब यो जुन चाहिँ एमपिसिएसले यो गर्दैछ यो एक्टिभिटी टुरिज्म एक्टिभिटी यो चाहिँ सबै सिक्किममा चाहिँ 201वटा एमपिसिएस हो तपाईँहरूको जानकारी लागि है र 201वटा एमपिसिएसमा चाहिँ यो एमपिसिएसलाई चाहिँ ओन्ली एमपिसिएस जुन चाहिँ मैले अहिलेसम्म डिपार्टमेन्टको मलाई नजरमा छ द्याट टुरिज्म एक्टिभिटी गर्ने एमपिसिएस चाहिँ यही एउटा एमपिसिएस देख्यो भने अरू सोसाइटी फर्स्ट एमपिसिएस जसको हामीले यसरी उद्घाटन प्रोग्राम गर्दैछौँ र यसमा चाहिँ एकदम खुसी लागेको छ किनभने सिक्किमको लागि चाहिँ टुरिज्म चाहिँ एकदमै बिगेस्ट इन्डस्ट्री हो अन्त यसमा चाहिँ अब यहाँ अब धेरै कुछ गर्न सकिन्छ अब यो 30 तारिक 1 तारिक जुन चाहिँ अब यो महिना मरेपछि र 1 तारिक अक्टोबरमा होला सायद पोस्टपोन भएको छ प्रोग्राम यो छेउमा त्यो डोकला पास पनि खोलिँदैछ है छेउला पनि खोलिँदैछ यो वार्ड टुरिज्मको लागि खोलिँदैछ जस्तै गभर्मेन्टले अनि त्यसले गर्दाखेरि चाहिँ यो जग्गामा चाहिँ अझै राम्रो यो जति होमस्टेहरू अझै राम्रो चल्ने भयो र अझै टुरिज्म यो जुन चाहिँ आज हाम्रो यो प्रोग्राम भएको छ यो जुन चाहिँ यहाँ बनेको छ यो है यो सिल्क रुटको जुन चाहिँ रेप्लिका बनेको छ यो चाहिँ अझै राम्रो चल्ने हामीलाई आशा छ अनि बेसी त केही भन्नु छैन हामीलाई आज यो प्रोग्राम तपाईँहरूले गरिदिनु भएकोमा प्रेसिडेन्ट सोसाइटी मेम्बर्स एन्ड डिस्ट्रिक्ट हेड है आज हाम्रो अपार्ट फ्रम दिस प्रोग्राम यो जुन चाहिँ यो आज क्यास केन्द्र पनि यहाँ सोसाइटीले अब सुरु गरेको छ क्यास केन्द्र यहीँबाट पैसा तपाईँहरूले विड्र गर्न सक्छौँ है र यहीँबाट पनि तपाईँहरू अब अलिकति पैसा डिपोजिट पनि हुन्छ सो हामी चाहिँ चाहन्छौँ कि यो सोसाइटीले राम्रो काम गर्यो है बिजनेस एक्टिभिटी पनि गर्यो
छेउमा मन्दिर पनि रहेछ होइन त्यसरी पनि तपाईँहरूले अझै नट ओन्ली एज अ बिजनेस एक्टिभिटी तर एज अ सोसाइटी कोअपरेटिभ सोसाइटी तपाईँहरूले जुन चाहिँ कोअपरेसनको कतिवटा भ्याल्युजहरू हुन्छ त्यो तपाईँहरूले बढाएर गर्न सक्नुहुन्छ र अनि पनि थ्याङ्क कमिटी मेम्बर्स wish all the very best to the society and to the program. Thank you. Our OSD Sir, Cooperation Department and OSD to MLA, Honorable MLA. Now I would like to request the President of Nathan MPCS to please present a token of love. And for this, I would like to request Honorable Minister for Cooperation and Rural Development Department, Sri Arun Kumar Uprati sir. President to please offer a token of love to OSD Cooperation Department. OSD Nathan Macho. Honorable Minister, Cooperation Department and Rural Development Departments, Arun Kumar Uprati sir, to please present the memento of appreciation to Mrs. Pema Sherpa, Wat Panchayat, and she is also the President of Nathan GP. For his unconditional support and resourceful information to the village and to the to Mr. Thupten Dawa, Joint Secretary, Nathan MPCS, who has really worked hard day and night, summer and winter, to make this project come true, a man of innovation and always eager to do a new project. Mr. Mark Sherpa, President Krishna Mandir, who have been working tirelessly to look after the Mandir day and night, and it has become a famous tourist spot. 24 years ago, under the guidance of late Pandit Ravi Prasad Sharma, he also guided us to construct our Shiva Mandir at Third Mile Check Post, and we are really blessed to have such a great and a qualified Pandit to with us. Now I would like to request on the MLA madam to please present the memento of appreciation to Mr. Rupsang Chumbe Bhutia,
President of Nathang NPCS, who is the main person behind the project, especially the museum, a very rare and authentic collection of Nathang from the 1886. And I would also like to request Mr. Lobsang Gyatso Bhutia, manager of the society and a owner of the Golden Trout Homestay, a hospitality partner, and now I'd like to present this award. Since she is not here, I think the president can receive the same on her behalf. She is Dr. Dijen Doga. She is from Nathang only. She has been a very big support in creating us this museum, and she has given us all the records from the day one till the project was over. And we really thank her. Now, Madam Honorable Madam, please present the scene to the President. नमस्कार, माननीय मन्त्री श्री अरुण उप्रेती सर, माननीय जिल्ला अनि पञ्चायतगण, हाम्रो अति आदरणीय ओएसडी मेरै ओएसडी श्री एमबी गुरुङज्यू अनि हाम्रो कोअपरेसन डिपार्टमेन्टका ओएसडी सर, यहाँ उपस्थित जति पनि नाथाङ माचङका सीएनसी बडी, सीएनसी प्रेसिडेन्ट श्री अरुण सुब्बाज्यू, जति पनि हाम्रो सिनियर मेम्बर्सहरू, सिके राईज्यू, इन्चुङ लोबेलाज्यू, सबैजना हाम्रो पार्टीका एडभाइजर्सहरू हुनुहुन्छ, हजुरहरू सबैलाई सम्मान जनाउँदै, अनि जति पनि यहाँ नाथाङ मल्टिपर्पज कोअपरेटिभ सोसाइटीका मेम्बर्स, युवा भाइ बहिनीहरू र मेरो अति आदरणीय नाथाङ माचङका जनताहरू, आज यस रेप्लिका ओल्ड सिल्क रूट अनि मिनी पोटालाको इनोग्रेसनमा यस क्षेत्रको विधायकको नाता मलाई धेरै गर्व र हर्षित महसुस भइरहेको छ। सबैभन्दा पहिला म माननीय मन्त्री श्री अरुण उप्रेती सरलाई 21 नाथाङ माचङ क्षेत्रका सम्पूर्ण जनताको तर्फबाट हजुरलाई मुरी मुरी धन्यवाद टक्राउन चाहन्छु। हजुरको व्यस्ततामा पनि हाम्रो यो क्षेत्रमा तौकष्ट गरिदिनु भयो। साथै कोअपरेसन डिपार्टमेन्टका सेक्रेटरी म्याडम अनि उहाँको टिम अनि नाथाङ मल्टिपर्पज कोअपरेटिभ सोसाइटीलाई धन्यवाद अनि बधाई दिन चाहन्छु। तपाईहरूको मेहनत र एकताले यो सपनालाई हकीकतमा परिवर्तन गर्न सफल हुनुभएको छ। नाथाङ भ्यालीलाई लद्दाख अफ द इस्ट भनिन्छ। अब द भिजिटर्सहरू यहाँ आएर हिउँले ढाकिएको पहाड, चौरी गाई चरिरहेको दृश्य, गुराँसको फुल हेर्न सक्नेछन्। ओल्ड सिल्क रूट त हाम्रो इतिहासको महत्त्वपूर्ण भाग हो, जुन रूटबाट हाम्रो पुर्खाहरूले तिब्बत, चाइनासम्म ट्रेड गरेर आएको कुरा हामीसँग छ। अब यस इको टुरिज्म पार्कले इतिहासलाई जीवित राख्दै हाम्रो युवाहरूको लागि नयाँ अवसरहरू पनि खोलिदिनेछ। एडभेन्चर एक्टिभिटिज जस्तै ट्रेकिङ, साइक्लिङ, प्याराग्लाइडिङ आदिको लागि राज्यभर बाहिरको टुरिस्ट मात्र होइन, सिक्किम भित्रका भिजिटर्सहरूलाई पनि आकर्षित गर्न सक्छन् र साथसाथै उहाँहरूलाई हाम्रो सिक्किमको कल्चर, ल्याङ्ग्वेज, फुड अनि ट्रेडिसनको प्रस्तुति पनि दिन सक्नेछ र आउँदो दिनमा लोकल युवा भाइ बहिनीहरूको लागि एम्प्लोइमेन्ट र इन्कम जेनेरेसन दुग्ना हुने भन्ने आशा राख्दछु। यो सिर्फ एउटा पार्क मात्र होइन, यो त हाम्रो आत्मनिर्भरताको एउटा बलियो कदम हो। मलाई विश्वास छ कि यो पार्कले नाथाङलाई मात्र होइन तर सिक्किम र भारतकै एउटा रमाइलो टुरिस्ट डेस्टिनेसन बनाउनेछ। सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ गोले सर
अर्थात् हाम्रो एसकेएम गभर्मेन्टको यस छाङ्गु लेकदेखि लिएर नथुला, बाबा मन्दिर, कुपुप, नाथाङ, दोक्लाम, जुलुक, छोचेन लेक, माचोङ गुम्पा, पार्खा टी एस्टेट, याक्तेन नोम्याड भिलेज अनि यी जग्गाहरू बीचमा रहेका सबै टुरिस्ट स्पट्सहरूलाई एउटा टुरिस्ट सर्किटमा परिणत गर्ने प्रयास छ। हाम्रो सम्माननीय मुख्यमन्त्री साहब अनि हाम्रो एसकेएम सरकारले टुरिज्म र रुरल डेभलपमेन्टमा फोकस गरिरहेको छ। तर यो क्रममा गभर्मेन्टको सपोर्टले मात्र होइन, यो हामी सबैको सोसियल रेस्पोन्सिबिलिटी हो। त्यसैले म हजुरहरू सबैलाई रिक्वेस्ट गर्न चाहन्छु, यो पार्कलाई हामी सबैको सम्पत्ति जस्तो हेरौँ, यो जग्गालाई हामी सबैले सफा राखौँ अनि नेचरलाई प्रोटेक्ट गरौँ। अतिथि देवो भवलाई मूल मन्त्र बनाई अब नाथाङले यो स्पिरिटलाई संसार समक्ष देखाउने बेला आएको छ। अन्तमा म मेरो 21 नाथाङ माचङको सम्पूर्ण जनता जसले हमेशा मेरो अनि हाम्रो एसकेएम पार्टीप्रति धेरै माया र विश्वास देखाइरहनु भएको छ, यहाँहरू सम्पूर्णलाई मेरो आन्तरिक हृदयबाट नमन र धन्यवाद टक्राउन चाहन्छु। अब हामी सबैजना मिलेर नाथाङ भ्यालीलाई इको टुरिज्म, एडभेन्चर स्पोर्ट्स र नेचुरल ब्युटीको एकदमै रमाइलो सेन्टर बनाउने तर्फ लागौँ। र फेरि पनि आजको मुख्य अतिथि माननीय मन्त्री अरुण उप्रेती सरलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु। साथै यहाँ उपस्थित सम्पूर्णलाई एकै मुष्टमा धेरै धेरै धन्यवाद, बधाई। मेरो छोटो वक्तव्य यही राख्न चाहन्छु। धन्यवाद। जय सिक्किम, जय भारत। Thank you so much, a young and energetic MLA, and we are very, very blessed to have the first woman MLA from 21 Nathang Machong. You coming as an MLA, we cannot forget our Honorable CM Sir, thanking him for sending you as an MLA to our area. And thank you so much, CM Sir. Now I would like to request Sri Arun Kumar Upreti, Honorable Minister for Cooperation Department and Rural Development Department, and also the chief guest of this historic event, and to deliver his golden words to us, a youth icon, a leader appreciated by each and everybody, a leader who have created a historical moment by entering the Sikkim Legislative Assembly in a traditional attire as the Speaker of the Government of Sikkim. And that particular moment have been the print in our heart, not only in camera, it has been set up in our heart, which can never be erased. Thank you so much, Honorable Minister. Your golden words to the सबैजनालाई नमस्कार। जाडो छ है, हामीलाई चाहिँ जाडो लाग्छ, सायद तपाईँहरूलाई जाडो लागेको छैन होला। मान्छेलाई चाहिँ हामी तल गान्तोकबाट यहाँ आएर जाँदाखेरि चाहिँ सर्दी लाग्नुपर्ने, तर मलाई चाहिँ यहाँ आउनुपर्छ भन्दै अगाडि सर्दी लागेको छ। पनि म आज यहाँनिर आएर चाहिँ मलाई लाग्छ म तल पुग्दा अझ मेरो सर्दी जाने। र यो चाहिँ एउटा ऐतिहासिक कुरा हो। र जे भए पनि हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयले भन्नुहुन्छ, जे जस्तो भए पनि हामी जो पब्लिकको सर्भिसमा हामी आएको छौँ अथवा हामी राजनीतिको क्षेत्रमा आएको छौँ भने हामीले हाम्रो सुविधा हेर्नु हुँदैन, हामीले जनताको सुविधा हेर्नुपर्छ। त्यसले गर्दाखेरि जनताको काम हुनुपर्छ भनेर हाम्रो सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान PS गोले सरले भन्नुहुन्छ। त्यही अनुरूप आज म जस्तो स्वस्थ भए पनि तपाईँहरू समक्षमा म आएको छु। र किन आएको छु, आज यस जुन
आज ऐतिहासिक कार्यक्रम यहाँ भइरहेको छ। यो जुन चाहिँ हाम्रो इनोग्रेल प्रोग्राम अफ पोर्ट सिल्क रुट इको टुरिज्म एन्ड एडभेन्चर पार्क जुन चाहिँ नाथुङमा भइरहेको जुन कार्यक्रम छ, यसै कार्यक्रममा विशेष गरेर उपस्थित दिनुहुने यसै निर्वाचन क्षेत्रकै अति आदरणीय होनहार विधायिका म्याडम आमिन लेप्चाज्यू अनि यसै कार्यक्रमबाट आउनुभएका ओएसडी साहब, अति आदरणीय श्री स्टिफन कार्कीज्यू, हाम्रा आदरणीय नाथङ माचङ एमएलए विधायकका ओएसडी सर, यसरी नै हाम्रो सेक्रेटरी डिपार्टमेन्टका कोअपरेसन डिपार्टमेन्टका सेक्रेटरी म्याडम ग्लोरिया नाम्चुज्यू, यसरी नै हाम्रा प्रिन्सिपल रेजिस्ट्रार कोअपरेसन डिपार्टमेन्ट श्रीमती जोबी थापाज्यू, अनि यसरी नै एमपिसिएसका हाम्रो होनहार प्रेसिडेन्टज्यू लगायत सम्पूर्ण उहाँको टिम, जसको आज कारणले गर्दा आज हामीले यो कार्यक्रम गरेका छौँ। र यसै कार्यक्रममा उपस्थित जिल्ला पञ्चायतगण र सम्पूर्ण आमाबाउ दाजुभाइ दिदीबहिनीहरू, आज मलाई एकदमै खुसी लागेको छ कि एउटा सिक्किममा एउटा यस्तो जग्गामा आइपुग्नु पर्यो र मेरै हातबाट तपाईँहरूले मलाई, म आफैलाई भाग्यमानी मान्दछु कि तपाईँहरूले मलाई सम्झेर बोलाइदिनु भयो र यो कार्यक्रममा आएर मैले इनोग्रेसन गर्नु पाएँ। र मैले यहाँ आएर के सोचेँ भन्दाखेरि चाहिँ तपाईँ हामीले आज प्रिसियस चिज भनेको के हो? हामीले प्रिसियस चिज भनेको हामीले सुन, डायमन्ड अथवा हिरा, मोती, सुन, चाँदी यस्तै कुरा गर्छौँ नि हामी, होइन? घरि मान्छेकोमा के हुन्छ भन्दा सुन, चाँदी, हिरा, मोती। तर त्यो चिजलाई तपाईँले निहालेर हेर्नुहोस्, त्यो चिज केही पनि होइन, त्यो केवल एउटा ढुङ्गा हो। त्यसलाई निखारेर त्यो बनाउँदाखेरि आज त्यसलाई भ्यालु हामीले दिँदाखेरि त्यो भ्यालु भएको हो। त्यस्तै पाराले यो नाटक पनि हाम्रो हिरा हो, यो नाटक पनि हाम्रो सुन हो। यसलाई निखार्नुपर्छ। यो निखार्ने काम हाम्रो एमपिसिएसले सुरु गरेको छ। आज उहाँहरूलाई एकदमै म बधाई दिन चाहन्छु। अब यसलाई आज तपाईँहरूले यसलाई सुनमा परिणत गर्नुभएको छ अथवा मोतीमा परिणत गर्नुभएको छ भने यसलाई हिरा बनाउने काम तपाईँ सबैजनाको हुन जान्छ। अनि त्यसमा सरकारकोबाट जे सहयोग गर्नुपर्छ सरकार त्यसको लागि गर्नु तयारी छ। यो कुरा म आज तपाईँलाई भन्न चाहन्छु। अनि यो पनि भन्न चाहन्छु कि त्यो कुरा गर्नु एकदमै सजिलो छ। किन भन्दाखेरि तपाईँहरूले होनहार तपाईँहरूको विधायक पाउनुभएको छ। मिटिङमा जाँदाखेरि म हेर्छु, अरे हामी त पुरानो विधायक हो, हामीलाई पनि उसिनेर अगाडि गएर सिएम साहबबाट फटाफट काम बनाएर आएको हुन्छ। यस्तो विधायक तपाईँ उहाँ मेरो अहिले उहाँ जब बिहा भएर गएको छ, उहाँ मेरो गाउँले पनि हो, अनि मेरो साइमाले आफ्नो पनि पर्नुहुन्छ। तर उहाँ चाहिँ साँच्चै नै खट्ने मान्छे हो, साँच्चै नै गर्ने मान्छे हो। तपाईँहरूलाई भाग्यमानी मान्छु, तपाईँले यस्तो खालको विधायक पाउनुभयो। बोकेको हुन्छ तपाईँहरूको क्षेत्रको लागि, यो छ त्यो छ त्यो छ अनि सर यति मात्रै छ जहिले पनि। अनि सिएम साहब पनि अब एउटा लेडिज विधायक लु हामीलाई अब त अहिले राखेर भाइ भरे गर्नु। त्यस्तै गर्दाखेरि यो कुरा यसको लागि पनि तपाईँहरू भाग्यमानी हुनुहुन्छ र उहाँले जहिले पनि खटिरहनु भएको छ। अनि उहाँले यो जुन पेसा, जुन उहाँको विधायक जुन पेसा छ, यो उहाँको हेरिटेजबाट आएको छ, आपाकोबाट आएको छ, माथिबाट उहाँले सिकेको छ। उहाँ सानो केटाकेटी हुँदाखेरि उहाँले जनतासँग कसरी बोल्नुपर्ने, जनतासँग कसरी काम गर्नुपर्ने उहाँले सिकिसकेको छ। त्यसले गर्दाखेरि तपाईँहरूको यो हुनसक्छ। त्यस्तै गर्दाखेरि म अघि यहाँनिर घुमेर जुन कुरो भन्दै थिएँ, हाम्रो यहाँ जति पनि मसँग हिँड्नुहुँदै थियो तपाईँसँग मैले कुरा गर्दै आउँदै थिएँ। अब यसलाई हामीले एकैचोटि माथि होइन, यसलाई बिस्तारै बिस्तारै बढाउनुपर्छ। अनि टुरिस्ट भन्नाले, टुरिस्ट भनेको चाहिँ खालि बाहिरबाट आउने मात्रै टुरिस्ट होइन, हामीले सिक्किमबाट पनि लोकल टुरिस्टहरू पनि आजकल घुम्न जाँदैछन्। शनिबार आइतबार छुट्टीमा जाउँ, माथि नाथङ भ्याली दामी छ अरे एकदम, हेर्नु जाउँ न। एक रात गरेर 2 रात गरेर बसेर आउँ त्यहाँनिर भनेर आएर तपाईँहरूको होमस्टे चल्छ, तपाईँहरूको टेन्टहरू चल्छ, बेलुका क्याम्प फायरहरू गऱ्यो, अनि यसो ढुङ्ग्रो सुङ्ग्रोहरू लगायो, त्यसमा ढिँगाहरू बनायो होइन, खानकुहरू बनायो, खुवायो। एउटा इन्जोयमेन्ट हुन्छ मान्छेलाई, एउटा गीतहरू गाउने, नाच्ने,
कल्चरल प्रोग्रामहरू याक राइडिङहरू भयो, साइकलहरू गर्ने भयो, बाइकहरू भयो, यस्तो खालको एडभेन्चर गर्नु पायो भने आज हामीले बाहिरबाट टुरिस्ट होइन, यही सिक्किमै भित्रबाट टुरिस्टहरू पुरा ल्याउन सक्छौँ। यसमा पनि हामीले ध्यान दिन सक्छौँ। यो कुरा तपाईँलाई म जानकारी दिन चाहन्छु। किनभने यहाँबाट गएर सिलगढी जानु, उँधोतिर जानु, कहाँ जानु भन्दाखेरि चाहिँ यहाँतिर आउँछ। जस्तो मैले यो कुरा चाहिँ किन भने भन्दाखेरि अहिले जुन चाहिँ तिमी तार्कोमा जुन चाहिँ चेरी जति बेला फुल्छ त्यति बेला चाहिँ गान्तोक वरिपरिबाट गेजिङ सेटिङबाट सबै सिक्किमभरिबाट मान्छे चाहिँ पुरा त्यो तिमी तार्कोमा चाहिँ पुरा बाटोमा गाडी चाहिँ पुरा जाम लाग्छ। किनभने बाइक स्कुटरहरू गाडीहरू राखेर पुरा त्यहाँबाट पुरा टुरिस्टहरू हाम्रो लोकल टुरिस्टहरू गराउनु काम गर्छ। र यो पनि उहाँहरूलाई नै हामीले पुऱ्याउनु पर्छ। त्यसले गर्दाखेरि तपाईँहरू जति पनि यहाँनिर आज नाथुङवासीहरू हुनुहुन्छ, तपाईँहरूले आफ्नो जग्गाको अहिले सोसियल मिडियाको जमाना छ, तपाईँहरूले आफ्नो जग्गाको के पनि नक्साहरू छ, केहरू छ, त्यसलाई तपाईँले फेसबुकतिर भयो, इन्स्टाग्रामतिर भयो, के सोसियल मिडियाको विभिन्न प्लेटफर्मतिर तपाईँले यसलाई अपलोड गर्नुहोस्। त्यसो गर्दाखेरि हाम्रो यहाँको यो जुन चाहिँ भ्यूहरू छ यो बाहिरतिर जान्छ, सबैजनालाई थाहा पाउँछ र आउनु सक्छ। यो कुराहरू तपाईँले गर्नुहोस् र प्रमोट गर्नुभयो भने यहाँनिर इकोनोमी बढ्छ, टुरिज्म बढ्छ। टुरिज्म बढ्यो भने हाम्रो यहाँको इकोनोमिकल मतलब स्ट्याटस राम्रो हुन्छ, हाम्रो व्यवसाय बढ्छ। र यसमा तपाईँहरू लागेर काम गरिदिनुहोस्। र यसकै एउटा ठुल्किलो चाहिँ सायद मलाई लाग्छ अस्ति चाहिँ कम्ती थियो भने आजदेखि बढेर जान्छ भन्ने मलाई लाग्दैछ। अघि मसँगै मेरो हाम्रो गाउँले साथी आउनु भएको थियो, उहाँले भन्नुहुँदै थियो सर मेरो घर यही हो नि, मेरो होमस्टे छ तर अहिले चाहिँ ताला लागिरहेको छ भन्नुहुँदै थियो। अब म मेरो साथीलाई यही भन्छु कि अब चाहिँ तपाईँ चाहिँ मेरो गाउँबाट छोडेर चाहिँ तपाईँ यहाँ आउनुहुन्छ। किनभने यहाँ टुरिज्म चाहिँ भोलि यस्तो भइरहेको छ कि मतलब फल फुलेर चाहिँ कि उहाँले अर्कालाई लिजमा होइन, उहाँले आफै चलाउनु थाल्नुहुन्छ। कहाँ गयो हाम्रो साथी भन्छ उहाँ त माथि नै पैसा उहाँहरू बिजी हुनेछ भनेर भन्छ। उहाँको गाडी पनि छ, गाडी गयो गेटबाट टुरिस्टहरू आउँछ, उहाँको घरमा आफ्नै यहाँनिर तपाईँको उयो पनि छ, होमस्टे पनि छ, त्यहाँ राख्यो, पैसा बाहिर कहीँ पनि गएन। त्यसले गर्दाखेरि इकोनोमिक डेभलपमेन्ट राम्रो हुनेछ। तर यसको लागि चाहिँ हामी सबैजना हात बाँधेर मजाले बसेर यही फल्लानी गरिहाल्छ नि भनेर होइन, सबैजना लागि परेर गर्नु पऱ्यो। अनि आउँदाखेरि चाहिँ सिस्टम मिलाएर सबैतिर कभर हुने। गुम्बामा पनि एकछिन दर्शन गर्नु लगाएको त्यहाँ पनि दर्शन हुन्छ, मान्छेले गुम्बा पनि हेर्छ, हाम्रो त्यहाँनिर हाम्रो जुन राम्रो मूर्तिहरू लगाएको छ त्यो हेर्छ, अनि ट्रेडिसनल ड्रेसहरू लगाउने जग्गा रहेछ। अनि जुन चाहिँ हामीले यहाँनिर मैले यसो इमेजिन गरेर हेरेको, हामीले यहाँनिर हेर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्यो यहाँबाट घुम्दै 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 गएर चाहिँ पुरा यहाँबाट चाहिँ पुरा सिल्क रोड हुँदै हुँदै गएर चाहिँ टिपेट घुमेर चाहिँ सबै कोटालाई क्यालेन्डर हेरेर फोटो खिचेर आएर चाहिँ सबै यहाँनिर पुग्यो जस्तो एउटा फिल हुन्छ। त्यस्तो खालको एउटा इमेज छ। यसलाई चाहिँ तपाईँले एउटा कन्सेप्ट गरेर तपाईँले मान्छेलाई चाहिँ त्यस्तो खालको एउटा मतलब पार्नु पऱ्यो कि होइन, मान्छे पुरा पुगेर घुमेर आएर पार्नु पऱ्यो यसको लागि। अनि त्यो सबै कुराको लागि चाहिँ तपाईँलाई म एउटै कुरा रिक्वेस्ट गर्छु, त्यो चाहिँ के भन्दाखेरि यसको लागि हामीले नेचुरली ब्युटी छोड्नुपर्छ। यसलाई बेसी हामीले मेनमेडमा जानु हुँदैन, नेचुरल ब्युटीमै जानुपर्छ। अब आर्टिफिसियल बेसी गर्नु थाल्यो भने फेरि मान्छेलाई मन पर्यो, असल मान्छे नेचुरल पनि पुरानो पनि बेसी गर्नु थाल्यो। त्यही कारण यसलाई नेचुरलै राख्नुहोस् तपाईँहरूले। अनि नेचुरल ब्युटी तपाईँले अगाडि बढाउनुहोस्। त्यहाँबाट बादमा जति पनि सरकारबाट के सहयोग गर्नुपर्ने छ भने तपाईँहरूले हाम्रो जिल्ला विधायक मार्फतबाट आएर हाम्रो डिपार्टमेन्टबाट मेरो जस्तो आरडिडी डिपार्टमेन्ट छ, प्रोफेसन डिपार्टमेन्ट छ, हाम्रो डिपार्टमेन्टबाट केही पैसा सहयोग गर्नु पऱ्यो हामी तयारी छौँ। त्यो भन्दा हाम्रो गोर्खाल्यान्ड परेको ठुलो हेर्दै भएको एकदमै कमाउनु मन भएको हाम्रो नेता श्रीमान पिएस गोले सर हुनुहुन्छ। उहाँको अनि तपाईँहरूलाई त अझै सुन्ने सुगन्ध भने जस्तो नि अब यताबाट हाम्रो एमएलए म्याडम चाहिँ सुरु हो भने फेरि सुगन्ध हाम्रो एमपी साहब राज्यसभा फेरि सबैलाई हेर्नुहोस् न राज्यसभा एमपी तपाईँको अब आफ्नै पहिला क्षेत्र विधायक हुनुहुन्छ, तपाईँलाई त जति दिन भए गर्नुहुन्छ उहाँले। त्यसले गर्दा तपाईँहरूलाई चाहिँ कहीँबाट पनि नोक्सान छैन, तपाईँलाई नाफै नाफा छ, राम्रै राम्रो छ। यही चाहिँ प्रकृतिले दिएको आशीर्वाद हो, भगवानले दिएको आशीर्वाद हो। त्यसले गर्दाखेरि तपाईँहरूले यहाँनिर चाहिँ महिलाहरू गर्ने कामहरू चाहिँ गर्नु नदिनुहोस्। अनि गाउँले मिलेर हप्तामा हुन्छ या 15 दिनमा हुन्छ, सिजनको टाइममा सायद हप्तामा या अफ सिजनको टाइममा 15 दिन महिना दिनमा सबै मिलेर विशेष गरी प्लास्टिकहरू यो अनवान्टेड मैलाहरू चाहिँ एकदम गरेर तपाईँले यसलाई राम्रोसितले यसलाई व्यवस्थापन गर्नुहोस्। नभए फेरि त्यस्तै गर्दाखेरि हाम्रो फेरि मैला यस्तो बिमारहरू हुन्छ, के फैलिन्छ, यो कुरालाई याद गर्नुहोस्। र बेसी लामो कुरा गर्नु केही पनि छैन, तपाईँलाई फेरि एकपल्ट बताइदिने। र भविष्यमा फेरि अब आज त एउटा चिफ गेस्टको हैसियतले आए, अब भविष्यमा फेरि म एज अ टुरिस्ट घुम्न आउने पाराले आउँछु भन्ने वार्ता दिँदै
stage, and our Jaluk Panchayat, please come forward, and Mr. Rajesh Sharma. And I would also like to request Honorable Minister to please recognize Memento in the name of his late father, Pandit Ravi Prasad Sharma, who has given a great contribution towards culture. And we would also like to thank and welcome and welcome at the last to the IPR department who is giving us the coverage since morning, and to the police personnel also. Thank you so much. आजको यस डिपार्टमेन्टल प्रोग्राम खत्म भयो, त्यसले गर्दा अब नेपालीमा तपाईँहरूलाई अब यो प्रोग्रामको अन्तिमतिर आइपुगेको छु। हजुरहरू सबैलाई हाम्रो आन्तरिक हृदयबाट मुरी धन्यवाद। स्पेसली हाम्रो चिफ गेस्ट अनरेबल मिनिस्टर रुरल डेभलपमेन्ट डिपार्टमेन्ट एन्ड कोअपरेसन श्री अरुण कुमार उपजिज्यू लगायत अनरेबल म्याडम आमिन लेप्चा एमएलए 21 नाथन माछोङ, सेक्रेटरी म्याडम मिसेस ग्लोरिया नाम्चु, and all the OSDs, our principal secretary Ravi Thapaju, La Panchayat, 5 जना हाम्रो GPU का साथ 5 जना पञ्चायत लगायत हाम्रा जति पनि टाढाबाट जुलुकदेखि लिएर हाम्रा छम्मूसम्मबाट उहाँहरू सबै यसरी नै हजुरहरूको कार्यक्रममा उपस्थित भइरहनु भएको छ। उहाँहरू स्पेसली आमाहरू बेसी आउनुभएको छ। उहाँहरूलाई पनि हाम्रो सोसाइटी र हाम्रो नाथाङ गाउँलेको अनि पञ्चायतको तर्फबाट धेरै धेरै धन्यवाद दिँदैछु। साथै हाम्रा 21 नाथाङ माछाङका सिनियर पार्टीका पदाधिकारीहरू, पहिला भूतपूर्व एडभाइजरहरू, हाम्रो पार्टी अनि सिएलसीका हजुरहरू सबैलाई कसैलाई छुट्टी छ भने तपाईँहरूलाई हामीलाई माफी चाहन्छौँ, किनभने यो प्रोग्राम छोटो गरेर भने यहाँबाट बाटो एकदम हाम्रो चिफ गेस्टहरू म्याडमहरूलाई बाटो टाढो पर्छ। त्यसले गर्दाखेरि हजुरहरूलाई एकदम हाम्रो गाउँले अनि एमसिएस सबैको तर्फबाट तपाईँहरूलाई मुरी धन्यवाद छ। हजुरहरू नआउनु भएको भए आज यो कार्यक्रम यति राम्रो हुने थिएन। लगायत हामी हाम्रा अनरेबल सिएम साहबलाई यसरी नै एकदमै धन्यवाद दिन्छौँ कि हाम्रो यो प्रोजेक्ट यसरी नै हाम्रो 20मा सुरु हुँदाखेरि हामीले महामारीमा पनि हामीले यो राखेन, किनभने यो एउटा हिस्टोरिक मोमेन्ट थियो, एउटा ऐतिहासिक क्षण थियो। किनभने त्यो कोभिडको टाइममा त्यो इतिहासै हो। हाम्रो नाथाङमा कसैलाई पनि कोभिड भएन। यो एउटा एकदम इतिहासको क्षण हो। हामी पनि एकदम गर्व हुनुपर्छ। हामी यस्तो रिमोट एरियामा हामी आज हामीलाई पनि हामी एकदम ब्लेस्ड छौँ। जस्तै हाम्रो पहिलाको भूतपूर्व हाम्रो सिएम साहब एनबी भण्डारी सरले भन्नुहुन्थ्यो कि नाथाङको डाँडाका सबैमा उहाँले बास गर्नुभएको छ। साँच्चै त्यसकै आशीर्वादले होला आज हामी कसैलाई पनि त्यो टाइममा कोभिड लागेन। हाम्रो भूतपूर्व सिएम चिफ मिनिस्टर एनबी भण्डारी साहबलाई पनि हाम्रो उहाँ हुनुहुन्न भए पनि हाम्रो आन्तरिक हृदयबाट उहाँलाई एकदम श्रद्धाञ्जली अनि हामी उहाँलाई एकदम नमस्कार गर्छौँ र आजको प्रोग्राम चाहिँ यही खत्म गर्छु। थ्याङ्क यू सो मच।